के तपाईँलाई थाहा छ नेपाल प्रिमियर लिगको सुरुवात कसरी भयो? के तपाईँलाई थाहा छ नेपाल प्रिमियर लिगको इतिहासबारे? नेपाली क्रिकेट लिग जसले गाउँलाई अन्तर्राष्ट्रिय जगतसम्म चिनाउन सफल भयो, केही तितो मिठो अनि यादगार इतिहास बोकेका ती क्रिकेट लिगहरूको बारेमा आज हामी चर्चा गर्नेछौँ। ती फ्रेन्चाइज लिगहरू जसले नेपाली फ्यानका लागि मोर भाइब थप्न सफल भए। नेपालमा धेरै वर्ष अगाडिदेखि क्रिकेट खेलिन्छन्, तर त्यो डिपार्टमेन्ट लेभलमा, जस्तै एपिएफ, पुलिस, आर्मी र केही रिजनल क्रिकेटहरू। तर प्रोफेसनल क्रिकेटको सुरुवात भने सन् 2014मा भयो। जोरा स्पोर्ट्स म्यानेजमेन्टले सन् 2014मा नेपाल प्रिमियर लिगको सुरुवात गर्यो, जसलाई क्यानले पनि आफ्नो समर्थन जनाएका थिए। त्यसमा 5 टिमहरूले आफ्नो सहभागिता जनाएको थियो। ती टिमहरू विशाल वरियर्स, पोखरा पञ्चकन्या तेज, जगदम्बा जायन्ट्स, कान्तिपुर गोर्खा, सागरमाथा लेजेन्ड्सको सहभागितामा सिजन 1 सम्पन्न भयो। पछि क्यानको इन्टर्नल समस्या, म्यानेजमेन्ट इस्युले गर्दा यो लिग बन्द भयो। त्यसपछि त्यस बेलासम्मको सबैभन्दा लोकप्रिय लिग इपिएल, एभरेस्ट प्रिमियर लिगको सुरुवात भयो सन् 2016मा। सुरुमा कर्पोरेट हाउसको नाममा खेलिएको यो लिग दोस्रो सिजनबाट काठमाडौँ किङ्स 11, भैरवा ग्ल्याडिएटर्स, चितवन टाइगर्स, ललितपुर पेट्रियोट्स, पोखरा राइनोज, विराटनगर वरियर्स जस्ता टिमहरूले आफ्नो सहभागिता जनाएका थिए। यस लिगमा इन्टरनेसनल प्लेयरहरूले पनि आफ्नो सहभागिता जनाएको। अन्तिम संस्करण 2021मा चितवन टाइगर्सले पोखरा एभेन्जर्सलाई 4 विकेटले हराउँदै उपाधि हात पार्न सफल भएको थियो। 4 सिजनपछि कोभिड पेन्डेमिक तथा क्यानको इन्टर्नल समस्याका कारणले गर्दा यो 2021मा बन्द भयो। त्यसपछि सुरु भयो मोस्ट सिनिक क्रिकेट लिगको पोखरा प्रिमियर लिग 2018मा सुरु भयो, जसमा 6 टिमहरूले आफ्नो सहभागिता जनाएका थिए। 2 सिजनपछि कोभिड पेन्डेमिक, स्पोन्सरसिपको समस्या, क्यानको आन्तरिक समस्याका कारणले गर्दा यो लिग पनि बन्द भयो। यसका साथसाथै सुदूरपश्चिमको सान ग्रासरुट क्रिकेटलाई प्रमोट गर्ने उद्देश्यले 2017मा धनगढी प्रिमियर लिगको सुरुवात भयो, जसमा दिपेन्द्र सिंह ऐरे र सोमपाल कामी जस्ता प्लेयरहरूले आफ्नो एक्सपोजर पाएका थिए। 2019को कोभिड पेन्डेमिक, स्पोन्सरसिपको समस्या तथा बिग सिटी लिगहरूको प्रतिस्पर्धाका समस्याका कारणले गर्दा यो लिग पनि बन्द भयो। त्यसपछि 2022मा क्यान आफैले आयोजना गर्यो नेपाल T20 लिग सुरु भयो, तर पछि म्याच फिक्सिङ तथा क्यान म्यानेजमेन्टको आन्तरिक समस्याका कारणले गर्दा यो लिग पनि बन्द भयो। त्यसपछि सन् 2024 र 25मा नेपाल प्रिमियर लिगको सुरुवात भयो। लिगसँग सम्बन्धित पुरै जानकारीको लागि एनपिएल अड्डालाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा हामी नेपाल प्रिमियर लिगको सिजन 1 को रिक्याप गर्नेछौँ। तबसम्मको लागि बाइ बाइ।